हेलो हाई गुड मर्निङ। आज चाहिँ यहाँ हाम्रो के भन्छ यही होटलमा चाहिँ बास बस्नु सानो आएको त्यसपछि उता लाग्न आँटेको। आज धेरै सुतिएछ गलेकोमा। त्यसपछि अब हामी चाहिँ जानले ठ्याक्कै भारी सारी मिलाएर अब हिँड्नु आँटेको। तपाईँहरू पनि अब यस्तै यात्रा गर्नुहुन्छ भने साह्रै बिजुक हुन्छ, आउनुहोला। हामी चाहिँ रेडी हुनु गरेको। ल हाम्रो यात्रा सुरु भयो है। व्यापारीको चाहिँ राखेको छ खास उता के भन्छ सुमोर जाने चाहिँ पारी बाटो रहेछ। अब हामीहरू चाहिँ नेपाल छोकको खै झोलुङ्गे पुल के पुलबाट उता जानुपर्ने अरे। अब हेर्दै जाउँ कता कताबाट पुगिन्छ त्यति जानुपर्छ। के हो र बाटो के कस्तो छ हेरौँला बुझौँला अनि सुनौला। बाटो भनेको अब लगभग यहीँ पर्छ हो। भिडियोले त्यही इन्डिङ भन्दा नि रोकेर एकैचोटि नेपाल देखाउने छु है त। काट्नु जाने बाटो नेपाल थोकको पुल यतापट्टिको यस्तो भएको छ। अब के गर्नु यो बाटो छोडेर अब हामीहरू चाहिँ यो बाटो लाग्यो नि त। झोलुङ्गे पुल तर्यो अनि उताबाट पारीबाट फेरि कता कता जाने हो उता जाने अरे। कसम दिमाग खराब। अब के गर्ने के गर्ने होइन लाग्दिउँ त है। ल साथीहरू काट्नु गाडी यस्तै छ बाइक। कसम कस्तो हल्लिने हो भन। ओ माका कुल्ली मेसले
हो त्यही त बा हुन्छ बा हामी लाग्यौँ है त है ल भाइहरू लाग्यौँ ल कहाँ खेल्ने फुटबल कहाँ खेल्ने फुटबल ए हो ल फाइनल्ली के अरे 5 घन्टा साह्रैको यात्रापछि बल्ल 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 यहाँ हामीहरू भगिन्दै बेसी निस्किने बेला भयो। सो बाटो धेरै कच्ची भएको कारणले भिडियो धेरै बनाइएन, त्यस्तै पुरै धुलो त्यस्तै हिलो बाटो थियो, त्यही भएर भिडियो खास त्यत्रो धेरै बनाएँ। एकदम थकित भयो। सो हामीहरू चाहिँ यहाँ भकुन्डे बेसीको यो पुलिस बिटमा निस्किँदो रहेछ। यात्रा भनेको यो लगभग नेपालथोकदेखि भकुन्डे बेसी भनेको लगभग 1 घन्टाको होला, 1 घन्टा पनि लाग्दैन। तर बिचमा बाटो बिग्रेको भने 5 घन्टा साह्रै के अरे बाटो यात्रा गर्नु पर्यो बाटोको कारणले। तर पनि जसो तसो गरेर हो पनि आइयो। सो त्यही हो होइन, यात्रा भने कहिले के हुन्छ त्यस्तै हो। आउँछ लगभग फाइनल्ली भिडियो भनेको चाहिँ यहीँ अन्त्य गर्छु म। सबैजनालाई हेरेर साथ सपोर्ट गर्नुहोला भन्ने आशाको साथ म भिडियोलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। थ्याङ्क यू फर वाचिङ फर सबैजनालाई।